अरू कतै स्ट्यान्डर्ड ड्युटी हुन्छन् होइन, काम गर्ने काम पनि स्ट्यान्डर्ड हुन्छन्। आफ्नो त यस्तो खालको छ हेर्नुहोस् है, यसरी धुलो मुलो आउँछ, यो लाउनु पर्छ, नत्र धुलोले त सकिन त। यस्तो सेफ्टीको लागि यस्तोहरू लाउनु पर्छ। हेर्नु धुलो गाह्रो छ नि यार, कोरियामा पैसा कमाउनु है, गाह्रो छ। A few moments later. साथीहरू मेरो चाहिँ अब टक्क लगाएर कति टाइम भएको छ, गुड मर्निङ सबैजनालाई गुड मर्निङ भन्न चाहन्छु। के गर्न आएको त यस्तोमा छु ड्युटी। साथीहरू के गर्ने परदेशमा ड्युटी पनि त गर्न पर्यो। अब अरू कतै स्ट्यान्डर्ड ड्युटी हुन्छन् होइन, काम गर्ने काम पनि स्ट्यान्डर्ड हुन्छन्। आफ्नो त यस्तो खालको छ हेर्नुहोस् है, यसरी धुलो मुलो आउँछ, यो लाउनु पर्छ, नत्र धुलोले त सकिन त। यस्तो सेफ्टीको लागि यस्तोहरू लाउनु पर्छ। हेर्नु धुलो गाह्रो छ नि यार, कोरियामा पैसा कमाउनु गाह्रो छ। कसैको त अब साथीहरूको कस्तो हुन्छ भने एकदम क्लियर के हो, धुलो मुलो हुन्छ, छुनै नपर्ने। टक्क लगाएर जस्तो ड्युटीमा आएछ त्यस्तै गरी भरे रुममा जाँदा पनि त्यसै गरी सफा सुग्घर छिटी च्याट्ट परेर जानु पाउने। आफ्नो त यस्तै छ। अब बेलुका बिहान अर्कै ड्रेसमा आएको हुन्छ, यस्तो ड्रेसमा ड्युटी आएपछि यस्तो लाउनुपर्छ। हेर्नु लाएन भने त धुलोले त सर्लकै हो नि त। जुन घट्टामा चाहिँ नि मकै कोदोहरू पिन्न पशु भट्टावारे जस्तै सेम भट्टावारे देखिन्छ कि साथीहरू। के गर्ने आफ्नो त दुःखी करीमा यस्तै छ, के गर्ने। अरूको अब कम्पनी राम्रो छ, अरू काम राम्रो छ भनेर अब भौतारिँदै हिँड्ने कुरो पनि भएन। हेर्नु कति चाहिँ भौतारी कमाइ उस्तै हो, अलिकति धुलो मुलो भन्ने गाह्रो साह्रो भन्ने कुरो त जहाँ पनि भइहाल्छ होइन। त्यसैले साथीहरू धेरै भौतारेर हिँड्नु पनि ठिक होइन। एकातिर समयको लस, एकातिर आफ्नो पैसाको पनि लस होइन। काम खोज्दै हिँड्दाखेरि भन्ने बित्तिकै काम भने जस्तो काम पाइन्न। कुरो के भन्नु जस्तै छ त्यस्तै यसो अल्झ्यो होइन। यसो अब 2-4 वर्ष यसो हल्ल्यो अनि आफ्नै देशमा गयो धक्का लगाएर। अनि जे भयो नि अब लास्टमा आफ्नै देशमै जानु परिहाल्छ। आफ्नै देशमा चाहिँ नि केही गर्नुपर्छ भन्ने मनसाय बनाएर जानुपर्छ। हेर्नु त्यस कारणले गर्दाखेरि कोरियामै जीवन लाइफ बिताउने सोच त्यो सोच चाहिँ मेरोमा छैन। अब हुन त आफ्नो सोच हुन्छ, आफ्नो विचार हुन्छ होइन। साथीहरू ठिकै छ, जहाँ जे छ अब आफ्नो भाग्यमा जे छ त्यही भोग्दै हिँड्नुपर्छ होइन। भोग्दै जिन्दगी बिताउनुपर्छ। जे जस्तै भने कर्म गर्नै परिहाल्यो होइन। त्यस्तै छ साथीहरू होइन। आफूलाई आफ्नो भागमा जे छ त्यही भोग्न परिहाल्छ। त्यस कारणले गर्दा नभोग्नु भन्न चाहन्छु। नातिनु दुःख पायो भने नातिनु र सुख पायो भने भन्छन् नि होइन। सुख पायो भने पनि नमातिनु भन्छ नि।
त्यही हो साथीहरू है, जहाँ जहाँ हजुरहरू जुन ठाउँमा हुनुहुन्छ, देश परदेश होइन, साउदी, कतार, दुबई, मलेसिया, संसारको जुनसुकै कन्ट्रीमा, जापान, अमेरिका, जुनसुकै ठाउँ जुनसुकै कन्ट्रीमा हुनुहुन्छ, दुःख भनेको आफ्नो आफ्नो हुन्छ हेर्नु साथीहरू। त्यसैले साथीहरू जहाँ हुनुहुन्छ, जस्तो हुनुहुन्छ, खुसी रहनुहोस् होइन, व्यस्त रहनुहोस्, मस्त रहनुहोस् र जिन्दगी हाँसी खुसी बिताउनुहोस्, यही छ शुभकामना है साथीहरू।